फेरि पनि हामी अर्को गेम लिएर आइसकेको छौँ। एनएफटी म्युनिक भर्सेस कुकरी ब्रेमेन। यो हाम्रो 2025 एनआरएन कपको हाइलाइट स्वरूप हामीले हजुरहरूलाई प्रस्तुत गरिरहेको छौँ। यहाँ एनएफटी म्युनिकले बल चालु गरेको छ। फर्स्ट हाफमा हामी देख्न सक्छौँ एनएफटी म्युनिकले सुरुमै अलिकति एग्रेसिभ मुभ लिइसकेको छ। यहाँ अगाडि बल, यो राम्रो मुभ हुनसक्छ। अगाडि डी एरियामा बल थोरै इन्जियर हुन पुग्यो। यहाँ रेफ्रीले सिटी बजाइसक्नु भएको छ। सायद पेनाल्टी हुन पुगिसकेको छ म्युनिकलाई। हेरौँ, यो गेमको सुरुवातमै एनएफटी म्युनिकले पेनाल्टी पाइसकेको छ। यो गोलमा हुन्छ कि हुँदैन? एनएफटी म्युनिक कुकरी ब्रेमेनलाई पेनाल्टी, यो सेभ भएको छ। राम्रो चान्स हुनसक्छ फेरि, तर ब्रेमेनले यहाँ यो पेनाल्टी सेभ गर्न पुगेको छ। त्यस्तै फेरि अर्को अगाडि बल ब्रेमेनबाट, राम्रो क्लियरेन्स छ म्युनिकको। हामी हेर्न सक्छौँ एनएफटी म्युनिक अहिलेसम्म ब्रेमेन र म्युनिक 0-0। यो ब्रेमेनको राम्रो चार्ज थियो धेरै परबाट, तर यो पोस्ट बाहिर गएको छ। फेरि पनि ब्रेमेनको खुट्टामा बल मिडबाट अलिकति अगाडि, तर डिफेन्सले दिनुभएको छ। यो राम्रो पास हुनसक्छ, यहाँ काउन्टर जस्तो छ। कोही पनि हुनुहुन्न प्लेयर। यो डी एरियामा राम्रो बल, राम्रो पास, तर कोही पनि प्लेयर हुनुहुन्न म्युनिकमा। यो अर्को राम्रो अट्याक थियो म्युनिकबाट। अघि एउटा पेनाल्टी जो सेभ हुन पुग्यो अथवा सेभ गर्नुभयो ब्रेमेनले। यो फेरि पनि राम्रो बल, राम्रो थ्रु बल हुनसक्छ। यो राम्रो एटेम्प्ट, तर सिधै किपरको हातमा बल गएको छ। फेरि पनि किपरले फालेको बल म्युनिकै प्लेयरको खुट्टामा। यो राम्रो, तैपनि खासै केही हुन सकेन। ब्रेमेनको किपरले अगाडि बल दिनुभएको छ। फेरि पनि यहाँ सानो फल हुन पुगेको छ। फ्री किक, यो राम्रो स्पटबाट फ्री किक हुनसक्छ। हेरौँ के गर्नुहुन्छ एनएफटी म्युनिकका प्लेयरको। यो राम्रो सर्ट थियो, तर ब्याक टु ब्याक सेभ कुकरी ब्रेमेनको किपरले। फ्री किक, त्यसपछि फेरि हानेको सर्ट पनि सेभ गर्नुभएको छ। यो फेरि अलिकति फल हुन पुगेको छ ब्रेमेनबाट म्युनिकलाई। अहिलेसम्मको एनएफटी म्युनिक 0, ब्रेमेनको पनि 0 स्कोर। यो फ्री किक, हेरौँ गेम एकदमै रोमाञ्चक मोडमा छ अहिलेसम्म। अलमोस्ट सेन्टरबाट यो फ्री किक गोलमा परिणत हुन सक्छ कि सक्दैन? यो फ्री किक हान्न म्युनिकको प्लेयर रेडी हुनुहुन्छ। यो राम्रो फ्री किक थियो र सिधै गोलमा परिणत भएको छ। अलमोस्ट लाइक सेन्टरबाट गोल हान्नु भएको छ म्युनिकको प्लेयरले। वाउ, एकदमै राम्रो गोल, एकदमै राम्रो एटेम्प्ट थियो। ब्याक टु ब्याक एटेम्प्टमा यो राम्रो फ्री किक अलमोस्ट सेन्टरबाटै। सो एनएफटी म्युनिक 1 र कुकरी ब्रेमेनको 0। यो ब्याक पास, त्यहाँ थोरै तालमेल गडबड भइरहेको छ, तर क्लियर हुन पुगेको। फेरि पनि बल म्युनिककै खुट्टामा। म्युनिकको 9 नम्बर जर्सीले ड्रिबल गर्दै हुनुहुन्छ। यो के हुनसक्छ? यो राम्रो चान्स थियो र राम्रो एटेम्प्ट पनि, तैपनि खासै गोलमा चाहिँ परिणत हुन सकेन, तर यो राम्रो चार्ज थियो। एनएफटी म्युनिकले अहिलेसम्म 1 गोल गरिसकेको छ। कुकरी ब्रेमेन एफसीको डिफेन्डरबाट अगाडि पास, तर फेरि पनि म्युनिककै खुट्टामा बल। 10 नम्बर जर्सीको यो राम्रो पास, राम्रो सर्ट थियो, तर पनि बल माथिबाट गएको छ। यो थोरै फ्री किक हुन पुगेको छ यहाँ कुकरी ब्रेमेन एफसी। पास 9 नम्बर जर्सीलाई। यो राम्रो पास हुनसक्छ अगाडि। यो राम्रो स्पटमा, तर किपरको हातमा बल। एनएफटी म्युनिकका किपरले बल लिएर अगाडि फ्यालिदिइसक्नु भएको छ। हेरौँ, यो राम्रो मौका हुनसक्छ, तर पनि त्यहाँ थोरै 10 नम्बर जर्सी 20 नम्बरलाई। यो राम्रो पास, राम्रो मुभ, क्रस बल, यो हेड राम्रो चार्ज, तर मौका पाइसक्नु भएको थियो, तर त्यसलाई सदुपयोग गर्न सक्नु भएन म्युनिकको प्लेयरले। तर यो त्यहाँ थोरै इन्जियर हुन पुग्नु भएको छ। बल अगाडि
क्लियर गर्ने क्रममा 9 नम्बर जर्सीबाट फेरि पनि 10 नम्बरलाई दर्शमनले त्यहाँ राम्रो पास बल डी एरियामै यो राम्रो एटेम्प्ट तर ब्लक गर्नुभएको छ। हेरौँ फेरि पनि अझै पनि चान्स छ तर त्यहाँ बल फेरि राम्रो प्ले हुन सकेन। डिफेन्डरले मिस पास हुन पुग्यो 9 नम्बरबाट 10 नम्बर यो राम्रो स्पोर्टबाट तर ब्लक भएको छ। अझै पनि बल म्युनिकै प्लेयरको खुट्टामा फेरि क्लियर भएको छ। यो राम्रो एकदमै राम्रो फेरि पनि म्युनिकै खुट्टामा 9 नम्बरबाट पास प्लेयरकोमा तर थोरै त्यहाँ ड्रिबल भइरहेको छ। यो राम्रो पास हुनसक्छ त्यहाँबाट भित्र खेलाउनु भएको छ अगाडि लगेर राम्रो राम्रो सट हुन सक्थ्यो। अहिलेसम्म 1-0 एनएफटी म्युनिक 1 कुकरी ब्रेमेन 0। ल यो राम्रो मौका हुन सक्छ सब यो राम्रो चान्स तर सिधै किप्परले मजाले सेभ गर्नुभएको छ। यो राम्रो एटेम्प ब्याक टु ब्याक म्युनिकले पेलिराख्नु भएको छ। अहिलेसम्म कुकुरी ब्रेमेनले 1-2वटा मात्रै प्रेसिङ अट्याक गर्नुभएको छ। हेरौँ यो मिडबाट बल तर फेरि मिस पास ब्रेमेनको साथीले म्युनिकले एक्लै लगिराख्नु भएको छ एक्लै फेरि पनि दामी सेभ। यो लगातार कुकुरी ब्रेमेन एफसीको किपरले ब्याक टु ब्याक धेरै बचाइराख्नु भएको छ। बल खेलाउनु भयो यो राम्रो नो मिस पास भइसकेको छ। फेरि म्युनिकै खुट्टामा बल 20 नम्बर जर्सी त्यहाँबाट भित्र खेलाइदिनु भयो कोही पनि चान्स छैन। एकदमै राम्रो पास र राम्रो फिनिस थियो त्यहाँ। यसका साथसाथै एनएफटी म्युनिकले 2 गोल गरिसक्नु भएको छ गेममा। गेमको हामी लगभग अन्त्यमा आइसक्दा अफ साइड भएको रहेछ। साथसाथै यो गेम सकिएको छ। सो एनआरएन कप हामी फेरि पनि लिएर आउँदैछौँ 2026 स्टुटगार्टमा। सबैजना आइदिनु होला हामी फेरि पनि ब्रोडकास्ट गर्छौँ लाइभ। सी यू देयर। थ्याङ्क यू।